इन्टरभ्यू दिन जाँदै हुनुहुन्छ या इन्टरभ्यू दिएर आउनुभयो, इन्टरभ्यू बिग्रियो होइन। अब के छ जस्तो लाग्छ भने तपाईँहरूले इन्टरभ्यू दिँदाखेरि चाहिँ यो 3वटा कुरा चाहिँ एकदमै ध्यान दिनुपर्छ है। लास्टसम्म सुन्नु होला। 3 नम्बरको चाहिँ अति नै इम्पोर्टेन्ट कुरा हो। पहिलो नम्बरमा रहेको छ तपाईँको एटिट्युड। तपाईँको एटिट्युड भन्दाखेरि तपाईँले इन्टरभ्यूअरसँग कुरा गर्दाखेरि कसरी बोलिराख्नु भएको छ। अब इन्टरभ्यूअरले क्वेसन सोधेको छ, तपाईँ बढी जान्ने भएर भनिराख्नु भएको छ कि होइन, नआउने कुरा नि हामी कहिलेकाहीँ बढी जान्ने भएर भनिन्छ नि त कन्फिडेन्टली होइन। त्यस्तो गर्नुभन्दा पनि तपाईँलाई थाहा भएको कुरा मात्र भनेको राम्रो क्या। किनकि आफू बढी जान्ने भएको नदेखाएकै राम्रो। तपाईँलाई थाहा छ भने थाहा छैन भने यो मलाई थाहा थियो तर अहिले यो सिचुएसनमा मैले बिर्सिएँ अथवा यो मलाई अलिक आएन भनेर भन्न पनि सकिन्छ। रियल हुनु पऱ्यो क्या। जान्ने भएर जे पाइ त्यही भन्ने यस्तो उस्तो गर्नु भएन। त्यो एउटा एटिट्युड भयो। अर्को भनेको चाहिँ तपाईँको प्रब्लम सल्भिङ एटिट्युडहरू त्यो देखाउनु पऱ्यो क्या। गरिरहेको जस्तो देखाउनु पऱ्यो, केही भइरहेको जस्तो देखाउनु पऱ्यो, प्रोग्रेसिङ देखाउनु पऱ्यो क्या। नम्बर 2 पनि एकदम इम्पोर्टेन्ट छ होइन। नम्बर 2मा चाहिँ मैले कम्युनिकेसन लगाएको छु। कम्युनिकेसन भनेको के भन्दाखेरि चाहिँ 3rd नम्बरको स्किल जुन छ त्योभन्दा अगाडि आउँछ होइन। यो चाहिँ 3rd नम्बरको स्किल के छ भन्दाखेरि एकछिन भन्छु। सेकेन्डमा चाहिँ यो कम्युनिकेसन किन भन्दाखेरि चाहिँ तपाईँले इन्टरभ्युअरले बोलेको बुझिराख्नु भएको छ कि छैन होइन। इङ्ग्लिसमा हुन्छ, कहिले कहिले नेपालीमा हुन्छ, अथवा कुनै देशको इन्टरभ्यू दिनुभएको अथवा जेको इन्टरभ्यू दियो पनि होइन, त्यो बोलिरहेको बुझिरहेको छ छैन, अनि आफूले चाहिँ बोलिरहेको इन्टरभ्युअरले बुझिरहेको छैन क्या। त्यो कम्युनिकेट राम्रोसँग भइरहेको छ कि छैन त्यो कुरा चाहिँ हुन्छ क्या। जस्तै क्वेसनहरू राम्ररी सोधेको छ, एउटा क्वेसन सोधिरहेको छ, त्यही एन्सर भन्न खोजेको तर अर्को एन्सर भनिरहेको छ, त्यो गर्दाखेरि चाहिँ राम्रो हुँदैन इन्टरभ्यू। सो के कुरा सोधिरहेको छ बुझिएन भने फेरि सोध्नुहोस् न मैले बुझिनँ भन्ने या पार्डन भन्ने धेरै कुरा तरिकाले भन्न सकिन्छ। क्यान यु रिपिट द्याट भन्न सकिन्छ होइन। त्यो सोध्न सकिन्छ क्या। त्यो एकदमै राम्रो कुरा हो। सोधौँ भने नराम्रो सोध्छ त्यस्तो सोच्नु पर्दैन होइन। सो कम्युनिकेसन चाहिँ एकदमै राम्रो हुनु पऱ्यो। भन्नाले ब्याक एन्ड फोर्थ कुराहरू भइराख्नु पऱ्यो र आफूले यो मान्छे राम्रो कम्युनिकेसन गर्दो रहेछ, कम्पनीमा आयो भने योसँग कुरा गर्न सजिलो हुन्छ, काम लगाउन सजिलो हुन्छ, कामको रिटर्न पनि राम्रो पाइन्छ भन्ने लाग्छ क्या उनीहरूलाई। सो नम्बर 3मा चाहिँ खासमा नम्बर 1 स्किल हो, मैले नम्बर 3मा राखेको छैन। सबसे भनेको चाहिँ स्किलै हो क्या। तपाईँले जुन सिभी पठाएको हुनुहुन्छ, किनकि इन्टरभ्यू दिनुभन्दा अगाडि तपाईँको सिभी हेरिन्छ अनि इन्टरभ्यूको लागि बोलाइन्छ। सो सिभी हेर्दाखेरि तपाईँको टेक्निकल स्किल हेरिन्छ र अरू कुरा हेरिन्छ, प्रब्लम सल्भिङ यताउता टिम मेम्बर यो लेख्नुहुन्छ होइन। त्यो ठिक छ, त्यो HR राउन्डमा अरू राउन्डमा हेरिहाल्ला। तर इन्टरभ्यू गर्दाखेरि चाहिँ टेक्निकल राउन्डमा चाहिँ तपाईँको टेक्निकल स्किलहरू हेरिन्छ। मोस्टली चाहिँ IT फिल्डको कुरा गरौँ है त। अरू फिल्डमा पनि हुन्छ त्यस्तो तरिकाले इन्टरभ्यूमा सोधिन्छ गरिन्छ होइन, के काम गरेको छ यताउता भन्ने कुरा। अब त्यो चाहिँ तपाईँले पेपरमा लेख्नु भएको कुरा चाहिँ सिभीमा लेख्नु भएको कुरा चाहिँ भन्न सक्नु पऱ्यो क्या। जस्तै इक्जाम्पलको लागि तपाईँले सिभीमा चाहिँ एउटा कुरा लेख्नु भएको छ अरे, तपाईँले त्यो गर्नु नै भएको छैन। अब के त क्वेसन त सोधिदिन्छ इन्टरभ्यूमा। अब क्वेसन सोधेको आएन, त्यो एकदमै नराम्रो हो क्या। यो आएन भने चाहिँ तपाईँको 3टै स्किल फेल, 3टै नम्बरको फेल खानुभयो क्या। सो सिभीमा जहिले पनि आफूलाई भन्दा बढी नलेख्नुहोस् क्या। आफूले गरेको कामभन्दा बढी नलेख्नुहोस्। बढी लेख्दै हुनुहुन्छ भने राम्रो हो, किनकि कहिलेकाहीँ जब पाउनुलाई आफूले बढी पनि लेख्नुपर्छ। तर लेख्दाखेरि त्यो चाहिँ आफूले प्र्याक्टिस गरेको हुनु पऱ्यो क्या। यत्तिकै लेखेर मात्र भएन। तपाईँले एउटा कुरा लेख्नु